धनगढीमा यति मिठो 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 नेवारी खाजा पाउने नेवारी खाजा अनि मलाई अहिलेसम्म थाहा नै छैन। अनि नेवारहरुमा कति भनौं कति मिठो खानेकुरा खान्छौ तिमीहरु अनि कति भेराइटी हो नेवारी खानामा अनि सबैलाई जोजोलपा। आज चाहिँ छौं हामी धनगढीको एकदम नै फेमस नेवारी खाजा घर मैचा हो बौचामा। अनि एक्चुअली भन्नु पर्दा यता चाहिँ म टेस्टको जीरो एक्सपेक्टेसन लिएर छिरेको थिएँ किनकि सुदूरपश्चिममा पनि नेवारी खाजा पनि मिठो मिल्नु इम्पोसिबल जस्तो नै हो के यो। यता चाहिँ हजुरलाई भेराइटिज अफ नेवारी खाना एउटै ठाउँमा खान चाहिँ सक्नुहुन्छ। अनि 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 के तपाईहरु पनि यो भिडियो फलो नगरिकन हेरिरहेको हो? यदि त्यसो हो भने फलो गरिदिनु है, धेरै मिहिनेत लाग्छ भिडियो बनाउनलाई चाहिँ। अनि कुरा गरौँ यताको टेस्टको, म जीरो एक्सपेक्टेसन लिएर छिरेको मान्छे। इच एन्ड एभ्री आइटमको टेस्ट एकदम नै मिठो 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 छ। अनि स्पेशली भन्नु पर्दा यताको बारा मलाई काठमाडौँ खाएको भन्दा नि एकदम मिठो लाग्यो। टेस्टमा आई विल गिभ 10 आउट अफ 10।